घुम्न जान पाएन भनेर रोको घुम्न जाने हो नि लो 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 लडाइदेऊ लडाइदेऊ डाइभ हाल्नेदेऊ पिसले अनि कटुस खान्छ यो त कोराङ्के गएको भन्दा नि चर्को भयो त है हेलो गाइस वेलकम टु आवर भ्लग खोइ छोरीले भने यो उन्ची हो यो पाक बोल्छ भने हामी ल अब के गर्छ हामी आज कहाँ जानु लाग्यो हामीलाई पनि थाहा छैन है जहिले पनि किफकेट रोज गार्डन जाँदैन ल आज हामी कहाँ जानु लाग्यो थाहा छैन हाम्रो पनि होइन बाबा मम्मी छ पनि खाएको छैन है कता लगेर भात खुवाउने हो कता गएर यत्तिकै रोयो के भयो भन त किन रोको घुम्न जान पाएन भनेर रोको घुम्न जाने हो नि लो लो घुम्न जाने हो के अरे न त तिमी एक्लै बस्छौ यस्तो खावाइ भएको मान्छे हेर त ओ माइ गॉड लजाइ गऱ्यो त्यहाँ मेरो चाहिँ लजाइरहेको छु घुल्टुङ्गो भयो भयो अब त खिच्नु छोडिसक्यो बाबाले भयो छोरी बाबाले खिच्नु छोडिसक्यो रेडी छोरी ओके भन्नुहोस् सुपाची गर्छु बाबाले फुल्लिरहेछ मेरो छोरी यत्तिकै फुल्ले खाएर अनि गाई सीमा चिन मैले तिम्रो माया जब तिमी मसँग थियौ जब महसुस गरे मैले तिमी टाढा भइसक्यौ याद आउँछ तिमीले भनेका कुराहरू छोरीसँग उली उचाल्नु यता आऊ तिमी धेरै उता नजाऊ आयो हाम्रो खाना आयो साँझैको ल खिचेर पठाइदिनुहोस् त यो साइड हाम्रो खाना मोमोको के हो यो हामबर्गर ससेज पोलेको मासु आज त अलिक बढी पोल्दै रहेछ अलिक बढी पोलेको मिठो हुन्छ यो हो बुङ्गुरको मासु हालेको हटपट
मैले छोरी र हतार भएको एउटा स्टोरी बनाउँछु है पक्का है यहाँ मम्मालाई हेर्दा देख्छु मम्माले हेर्नु दे पहिलाको जस्तै भयो दामी दामी ओके खानाले भिड गर्छ कति छिटो बोलेको त अनि अब कोयल गएर भेट्ने भनेर भन्दिनु अब कोयल गएर भेटेर होइन कि यहाँ हातले यहाँ क्यामेरा समाइदिनु क्यामेरामा बिस्तारै मात्र lumayan na sa ay ay sing dari dai susun deh Kini bego yo. Kina? Kina? Ani fish day dinu पर्छ fish ले अनि कटुस खान्छ? खान्छ ओइ खाथे कि? अल धेर लैजान त्यसो भए. अल धेर लैजान. अलि फेसाइने फर्केर आउँछ. ल हिड्नु त. ल बाबालाई हातमा दिनु. अनि बाबा भिडियो खिच्दै अनि गर्छु ल. लडाइदेऊ डाइभ हानिदेऊ लौ न बाबा डाइभ हान्ने भयो छोरी बाबा डाइभ हान्ने भयो अब साँच्ची नै लड्ला फेरि ओइ छोरी नचढ साना नचढ के अब यो राति यो ठाउँ यस्तो रमाइलो हुनेवाला छ मान्छे टन्नै त्यहाँ वेट गरिरहेछ रातिको लागि ल के गर्नु लाग्यो हो ल फुत्त ल माछासँग ओ साइना झरे क्या हो स्विमिङ गर जुत्ता झर्ला फेरि छोरीको अब चाहिँ रात पर्न थालिसक्यो बिस्तारै बिस्तारै यहाँ अब झिलिमिली हुनेवाला छ मान्छेहरू सबै अब हेर्नलाई थुप्रिरहेछ हामी चाहिँ बस्ने कि जाने भयो चिसो हुन थाल्यो छोरी पानीमा डाइभ हानेर जुत्ता सुत्ता सब भिजाएर हेलो हेलो म यता छु बदमास हो मैले जुत्तामा के अरे जुत्ता पानीमा डुबाएँ डाइभ हान्यो भन न कस्तो दामी है अब त यसलाई फुत्तै त्यहाँ माथि पुलबाट फाल्नुपर्छ है डाइभ हाल्नु मन लागेर ओ माई गड मान्छे के फेरि भिड त नि यता त छिर्छ है बिचरा बाउमाको सुख त बच्चाले पुरा गर्नै पर्यो के गर्नु नि त हिँड्नु बाटै छैन अब बाटो खाली अब यो होला कि मेन हेर्ने चाहिँ है यो चाहिँ अब यस्तो दामी हुनेवाला छ त्यसको लागि चाहिँ मान्छेहरू यता पुरै
तामझाम गरेर बसिरहेछ सबै रेडी पोजिसनमा छ है हामी चाहिँ यहीँबाट हेर्नु पर्ला जस्तो छ ढिलो हुन्छ जाने हेरियो हामीले आँखा बन्द गऱ्यो भने पुरै झिलिमिली हो खोइ अघि नै थियो कि थिएन है त्यहाँ पर फुलको बोट रहेछ आमा मान्छे चिसोले टाउको दुखिसक्यो अब चाहिँ घर जानुपर्छ कस्तो जाडो जाडो भयो यसरी छिर्ने हामी यसरी छिरौँ न त यसरी छिरौँ न कस्तो हुँदो रहेछ ओ इ आइरहेछ त नि कस्तो दामी है तर ए यो साइनाले दुःख दिएर हो नत्र भने मजाले घुम्न पाइन्थ्यो नि बाबा हात गल्या छैन छोरी बोकेर 16 किलोको छोरी बोलेर दामी 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 लाउनु आउनु यतातिर क्यामेरा घुमाउनु चाहिँ त ओइस है है दामी 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 अनि कोराङ्कै भन्दा राम्रो लाग्यो मलाई त यहाँ झन् कस्तो दामी के छोरीलाई चाहिँ टोपी लगाइदिनु पर्छ बुढो कस्तो राम्रो भ्यू देखेको अनि कस्तो राम्रो भ्यू देखेको है यसको रियल भ्यू देखेको कोराङ्केमा त के हो हुन्छ रातिमा त अझै भित्र छिर्ने हो र बुढो कहाँ के छ त्यो तपाईँको बच्चालाई टोपी लगाइदिनु पर्छ क्या देखेन नि मैले कहाँ हो के टाउको ठोकेला यहाँ टाउको ठोकेला बाउ छोरीको फेरि ओ माई गॉड कस्तो दामी यस्तो हेर्नलाई पो मान्छे थुप्रिदो रहेछ होइन ओ शिट ओ त्यो हेर्न न त्यो व्हाइट कस्तो राम्रो देखेको ओएमजी के हो यो के लेखेछ यो खोइ के हो यो राम्रोसँग देखेन यो क्याप्चर हजुर ए यो त आर्टिफिसियल हो क्या हो यो कस्तो राम्रो देखेको बाबा फर्किम लाइन अब अन्त बाबालाई बेसरी दुःख दिइरहेछ होइन तिमीले काम नलाग्ने बच्चा गाह्रो भयो नि बाबालाई अनि कस्तो दामी क्या है यो साइनेलाई पख आज घरमा गएर यसलाई धोबी हान्नुपर्छ ओ टाउको ठोकेला है बाउचोरी छिटो 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 जम 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 let's go दामी 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 कस्तो हान्ने रे यो त के को सर्ट्स नि अब यो त म भ्लग गरिरहेको छु म त भ्लग गरिरहेको छु मेरो बुढोको बिजोक कहाँ सजिलो छ र यो बच्चासँग हिँड्नलाई कम दुःख दिन्छ यसले बदमास बच्चा हो बदमास यो 1 नम्बरको बदमास थियो ओ वाउ के हो फेरि यो बाबा
बाबा ठिक छ मान्छेसँग ठोकेला है अयो ल भाइ आजको हाम्रो सिरोतोरी कोवेनको के छैन अनि कोइन भनेको त अनि के भन्ने कोइनमा त खेल्ने ठाउँ हुन्छ यो चाहिँ खेल्ने ठाउँ नहुने यो चाहिँ घुम्ने खाले कोइन हो कि सरी यसमा त मम्मीजी हेर्ने कोइन हो नि त हेर्नु त लाइट उस्तो झिलिमिली छ ल उच्कारे समादेश सानो नभन्ने हो त्यसो भए ल बाबु पनि ओचकारे समादेश आजको लागि फेरि भेटौँला नयाँ ब्लगमा सिटमा बस्न आउँदा